रमाइलो खबर नेपालको आजै सब्स्क्राइब गर्नुहोस्। रविन्द्र मिश्रलाई क्याप्टेन विजय लामाको खुल्ला पत्र। तिमीले अहिलेसम्म आफ्नो पेसाबाट पुर्याएको योगदानलाई साधुवाद। जहिले सत्यको पक्षमा बोल्यौ, लड्यौ र सकारात्मक सोच लिएर राष्ट्रका लागि समर्पित भएर आफ्नो काम गर्यौ। आफ्नो अनुभव र बुझेका सांसारिक ज्ञान र निर्दिष्ट तत्त्वबोधहरू निर्धक्क भएर पस्क्यौ। कहिले डगमगाएनौ आफ्नो प्रगतिशील विचारहरू राख्न। आफ्नो आवाजलाई कहिले दबाएनौ, गरिब दुखीको लागि बोल्नलाई होस् या भ्रष्टाचारी विरुद्ध बोल्नलाई। सधैँ एकै रफ्तारमा अघि बढ्यौ। अतीतकालीन रत्त राज्यका हाम्रा किशोरकालीन दिनहरूदेखि आज पर्यन्त त्यही रविन्द्र नै पाएँ मैले, परिष्कृत तर कुनै परिवर्तन बिनाको। त्यही सरल स्वभाव, त्यही नेतृत्वदायी भाव, त्यही मिठो मुस्कान, त्यही हटरहित शान्त मिलनसार र गम्भीर मिजाज, अनि त्यही सहयोगी मन र त्यही जुझारु व्यक्ति जसले अन्याय सहन सक्दैन थियो र सकेन कहिले पनि। तिमी पत्रकारितामा छाउन्जेल पित्त पत्रकारितालाई पैतालाले कुल्चिराख्यौ। तर आज यसरी तिमीले सफलताको गमन गरिरहेको पेसालाई छोडी अन्यल, अव्यवस्थित, फोहोरी, लुब्ध र अध्यारो नितान्त भिन्न जगतमा पाइला चाल्ने तिम्रो निर्णयलाई स्वागत गर्दछु। यसकारण कि तिमी जस्तोको खाँचो छ त्यहाँ जहाँ निस्वार्थ, निष्पक्ष र निडर नेताको खडेरी छ। तिम्रो त्याग, आँट र स्वप्रिल दुश्वासको कदर गर्छु। अझ चुनौतीपूर्ण र प्रतिबद्ध देश विकासप्रतिको लागि सलाम छ मेरो मित्रलाई। तिमीले बोल्दै गरेको खान पुगोस् दिन पुगोस् जस्ता सामन्ती शब्दशील र भ्रष्टाचारीलाई किरा परोस् खालका दैविक श्रापभन्दा माथि उठेर खान नपाउनेलाई खान पुग्ने युग हाम्रो गन्तव्य र भ्रष्टाचारीलाई जेलमा सडोसको सङ्कल्प नयाँ पुस्ताले तिमीबाट अपेक्षा गर्छ, जो गरिरहेछ। यस्ता अर्थहीन नाराले तिम्रो बौद्धिकतालाई गिज्जाएको छ। म पनि त्यही अपेक्षा राख्छु। आज नेपालमा खाँचो भनेकै एउटा असल इमान्दार देशभक्त नेता हो। यही तिमीबाट देशले प्राप्त गरेर कार्यपलट भइदियोस्। केवल एउटा व्यक्तिले ल्याउन सक्छ परिवर्तन, पुरै पार्टी या ठुलो जमात चाहिन। नेता एक, कार्यकर्ता अनेक। आफूभित्र भएको सबै सद्गुणलाई व्यवस्थित गर्दै सुदूरगामी यात्राका लागि मेरो शुभकामना र सबै भएर केही नभएको देशलाई मात्र सबै भएको देश बनाउने महायात्राको थालनी गरिदेऊ। दैनिक 3000 भन्दा ज्यादा युवाको सस्तो र जोखिमयुक्त श्रम बजारमा पसिना घोट्नुपर्ने बाध्यात्मक विदेश गमनलाई यही रोजगारी सिर्जना गरेर रोकिदेऊ। वृद्धहरूको लागि 2 ग्यास जाउलो र न्यानो बास उपलब्ध गराइदेऊ। युवा जमातलाई सिप र शिक्षा पाउने आधार खडा गरिदेऊ र विशेष गरेर नारामा मात्र भ्रष्टहरूको विरोधमा मात्र होइन, बृहत नेपाली शब्दकोशबाट भ्रष्टाचारको नामै डिलिट गरिदेऊ। जय चन्द्र सूर्य, तिम्रो रत्त राज्य कलेजको अध्ययनताको शाखा विजय लामा।
गर्नुहोस्।